नमस्कार। यो हजुर यो जुटपानी चितवनमा चाहिँ गुम्दी धादिङ गुम्दीको घलिनीहरू मकै उठाउन आएको छ। यो अब यो हिँडे मकै रहेछ होइन हजुरको। मकै पनि यहाँ चितवनमा यस्तो फल्दो रहेछ कि यस्तो फल्दो रहेछ कि अब के भन्नु बाबा होइन। सुन जस्तो जग्गामा सुनै फल्दो रहेछ कि। यहाँ हाम्रो दाई हुनुहुन्छ, भाउजू दाई भाउजूको घर हो, दाई भाउजूको मकै हो। उहाँले चाहिँ गुम्दीबाट ल्याउनु भएको है खेतालो है। गुम्दीबाट कमला बहिनी, हाम्रो हाँसिमा दिदी, भाउजू अञ्जली होइन। कति दिनुहुन्छ धेरै कति दिनुहुन्छ दाई उहाँहरूलाई? 800 रुपियाँ त धेरै भयो नि। ओहो नि 800 रुपियाँ कमाएर के अरे गुम्दी लगेर के गर्नुहुन्छ है हजुरहरूले? ल है त के चिज फलेको यस्तो बिना यो पुरा दाइको हाम्रै दाइको हेर्नु त दाई। रो 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 हे भगवान् भाउजू हेर्नु त कहाँ राख्नुहुन्छ भाउजू यस्तो बिना मकै? हे भगवान् हेर्नुहोस् त यस्तोरी मकै हुँदैछ सुनै हुने गाँठी। राम 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 सबै यहाँ चाहिँ हजुर भन्नुपर्दा यहाँ चाहिँ अब हाम्रो धादिङ गङ्गु जमुना गुम्दीबाट 25 घर चाहिँ घलेहरू यही ठाउँमा चाहिँ बसोबास गर्नुभएको छ होइन। जसलाई मकै चाहिनुहुन्छ यहाँ चाहिँ आउनु होला हजुर है। हजुरहरू के मकै क्या है मकै घोका या मकैसँग सेल्फी हान्ने? सही हो है, त्यो त हान्नै पर्ला भन्नुपर्दा। हस् हजुर अच्छा अलिकति उहाँ ओजगेमै लगेर जानुहोस्। भेडा बाख्रा होला नि, त्यो भेडालाई लगेर जानु। 2-3 घोका झोलामा हालिदिनुहुन्छ भाइले। कोसिली भाइको कोसिली ठिक छ हजुर। खसिन्छ भेडा नि छ। वाह फेरि ठिक भयो। अब यहाँ दाइले अटाउँदैन घरमा राख्नलाई, यो दाइको घर हो। कुखुरालाई त निनु सक्दैन, ठुल्ठुलो दान्छ चपाउनु सक्दैन कुखुराले। यो चाहिँ तपाईँलाई क्या गर्मी लाग्यो अञ्जली? कस्तो लाग्यो चितवन गर्मी? त्यही भएर गुम्दी चाहिँ छोड्ने होइन कि, गुम्दी स्वर्ग जस्तो ठाउँ हो गुम्दी। ल ल ल यी अब हाम्रो हिमाजी दिदीजी है मकै चाहिँ अब खेतालो चाहिँ टन्नै पाउनु भएन दाइले है यहाँ है। म पनि लागिजान्छु दाइले कतिको ढेरी दियो, कतिको ढेरी के खाले जम्मा गर्नु भएको यो। ल जम्मा गर्नु है अलिक छिटो पानी पर्नु लागेको छ। खेतालो चाहिँ टन्नै फ्री पायो त यहाँ दाइ, खेतालो त फ्री पाएको नि। मकै नि कति भोगायो त अम्मै खोइ राम राम राम। एक घन्टामा 500 दाइ यो चाहिँ के गर्नु अनि कहाँ राख्ने मकै चाहिँ हिरो नै राख्ने? दाइ यो त भइ नै साह्रै सोधे के अफ गर्दैन हामी यसो टक्क म खिच्दै म उठाउँदो चाहिँ यो चाहिँ टक्क धुने। ल ल है भएको त सकिएको चाय पानी खाँदा खाने भयो।